तिलक यो तिम्रो तेस्रो थाल हो खाइरहेको होइन तिमीलाई तेस्रो थाल खानसम्म चाहिँ तिमीलाई टेस्ट अम्मा भाइन पे आ जाऊंगा मैं इनकी कस्तो लाग्यो यसको यहाँको जो तिम्रो लोकल चिकन छ जो ग्रेभी छ जो अरू ठाउँ तिमीले काहीँ एक्सपिरियन्स गरेको थियो यो लेभलको तिमीले खाना स्वाद यहाँको स्वादले एक्सप्लेन गर्नको लागि पहिलो थाल भन्ने पनि हुन्थ्यो कि तेस्रो थाल भन्नु जरुरी थिएन। वीडियो डिलीट चाहिए भने तेस्रो थाल भनिसकेपछि तिमीले कुन तरिकाले खाछौ भनेर थाहा पाइने हो नि त। ल यदि त्यो तरिकाले लिन्छ भने चाहिँ मेरो यो तेस्रो थाल हो। म यो तेस्रो थाल खान लाग्छु भन्नुको मतलब तपाईँहरू आफै बुझ्नुहोस् यहाँको भातको स्वाद सागको स्वाद र मासुको स्वाद कुन लेभलको मिठो हुनसक्छ भनेर। धनगढी गाउँमा रहेको क्याम्पस रोडबाट अलि भित्र आउनुपर्छ लगभग 1.5 किलोमिटरभित्र शङ्कर होटल भन्नेको ठाउँ छ। त्यहाँ आएर तपाईँले लोकल कुखुरा ब्रोइलर कुखुरा सेकुवा आलु पोलेको फ्यामिलीसँग फ्रेन्डसँग जोसँग आएर पनि चाहिँ तपाईँले मजाले खान सक्नुहुन्छ। हामीले पनि आएर अहिले रातिको 9 बजे आएर 9 साढे 9 भइसक्यो। त्यति परबाट घरबाट यदि 5-6 किलोमिटर पर पर्छ हामी त्यहाँदेखि आएर यता खाइरहेको छौँ कि। तर मलाई के लाग्यो भनेपछि यहाँ तिम्रो एउटै कुखुरा पुरा सिङ्गै कुखुरा काटेर खानुपर्छ भन्ने छैन कि तिमीले जति अर्डर गरे पनि भयो क्या। जस्तै हाफ केजी 1 केजी त्यो तरिकाले जति भन्छौ त्यो तरिकाले तिमीले अर्डर गरेर अनि फ्रेस एकदम फ्रेस भर्खरै पकाउँछ एकदम चुलोमा भरभर गरेर पकाउँछ। बरु चाहिँ अलिकता कुर्नु पर्न सकिन्छ तर कुरेको फल चाहिँ एकदम खतरा आउँछ क्या। तर है त्यो सिरियल कुरा हो किन कुर्नु चाहिँ किन पर्छ भनेपछि यहाँ हामी जस्तै यहाँको स्वाद मन पराउने मान्छे धेरै छन् कि। हामी जस्तै मान्छे अब तपाईँहरू यो भिडियोमा हामी 2 जना मात्र देखिनु भएको छौँ। एउटा रुममा हामी लगभग यो रुममा अहिले किन भन्छ हामी 10 जना जति छन् क्या तर देखिन भनेको 2 जना मात्र लाग्छ। यहाँ हेर्नुहोस् पछाडि देखिनु मान्छेहरू जो सानोमा छन् यता अगाडि छन् होइन। त यो हामी एउटा क्याबिनमा बसेर पो यति देखिनु लाग्छ। तपाईँले योभन्दा बाहिर हेर्नु भएपछि लगभग केही नभन्छ अहिले रातिको 9:30 बजे लगभग 30 जनादेखि 40 जना छन् कि अहिले पनि बाहिर खाना खान लाग्यो। त्यो हुनाले चाहिँ यहाँनिर चाहिँ अलिकति टाइम चाहिँ बढी लाग्छ।